हेलो हेलो गाइस, सन्चै हुनुहुन्छ? के छ खबर? ठिकठाक छ नि? आज पनि मेरो दिन सधैँ चाहिँ ठक्क मुख धोएर नै सुरुवात हुन्छ। पानी चिसो भयो भने मुख त धुनु पऱ्यो, फ्रेस हुन्छ नि त बिहानमा ढक्क मुख धोएपछि। त्यो त पानी कति चिसो छ हेर्नु गाइस, तपाईँ पनि धुनुहुन्छ कि नै मुख? आज चाहिँ म बिहानै पसल खोल्न जान्छु। ठक्क चिसो मौसम भयो भने पसल त खोल्नै पऱ्यो। पसलको अवस्था चाहिँ यस्तो छ, लथालिङ्ग टक्क मिलाउनु पऱ्यो, बढार गर्नु पऱ्यो। बाहिरतिर चाहिँ यस्तो छ, टक्क हिमाल पनि देखिरहेको छ, कुहिरो लगाइरहेको छ, त्यो चिसो हावा पनि चलिरहेको छ। यो पारी देखेको चाहिँ धौलागिरी हिमाल हो गाइस। यसो बाटोमा आएर हेर्नु न, पसल अगाडि नै कसले भमिट फाल्दैछ, कस्तो सेन्सलेस हुन्छन् कि मान्छेहरू। टक्क त्यो सफा गरेँ, टक्क पानी सानी हालेर त्यसलाई सफा गरेर छ्याक्क बनाएँ। त्यसपछि मम्मीले चाहिँ मलाई पानी लिएर आइदिनु भयो। पहिला चाहिँ म पानी पिउँछु, त्यसपछि चाहिँ टक्क यस्तो राम्रो सिन हेर्दै चिया पिउन थाल्छु। टक्क त्यसपछि एकछिन बसेर ढक्क क्यामेरातिर हेर्दै चिया पिउँछु होइन गाइस। यता गाडी मम्मीले चाहिँ मलाई खाना खान बोलाउनुहुन्छ। टक्क आज चाहिँ घाममै बसेर खान्छु भने गाइस। आज चाहिँ खानामा दाल भात बुटुवा चटनी, त्यसपछि के को तरकारी चिनेन गाइस। त्यसपछि म फेरि पसल जान्छु। आजलाई यति नै, थ्याङ्क यू।